सबैजना भन्छ राजा आउँछ राजा आउँछ। राजा आउँछ नि किन नआउने? यही तरिकाले त राजा आउँछ, यही व्यवस्थाले राजा आउँछ। गणतन्त्र दियो तिमीहरूलाई, राजाले त चान्स दियो नि, तर तिमीले के गरे? खोइ केही पनि गरेन। तिमीले के गरे थाहा छ कि 8% लिएको ब्याज एकैचोटि 15-16% जनतालाई थाहै थिएन। बिचरा त्यो गाउँमा हलो जोत्ने जनतालाई थाहा हुन्छ कि राष्ट्र ब्याङ्कले चाहिँ ब्याज बढाउँदैछ है। तिमीले 8% लिए थियो, 10 भयो, 12 भयो, 13 भयो, 15 भयो। उसलाई के थाहा थियो बिचरा? त्यो उसलाई बताइदिनु पर्यो, उसलाई सम्झाइदिनु पर्यो। केही पनि थाहा थिएन। तर बिचराले 10 लाख ऋण लिएको मान्छेले ब्याङ्कमै बिचरा 30 लाख 40 लाख तिर्न परेको छ। अनि यो व्यवस्थाले राजा नआए के आउँछ त नि? तिम्रो बाजा आउँछ त? तिमीलाई बाजा बजाएर ल्याएको हो गणतन्त्र, तर तिमीले गणतन्त्रको सदुपयोग गर्न जानेनौ। त्यसकारणले राजा आउँछ र आउनुपर्छ हो। एक हिसाबले सामाजिक सञ्जाल दुर्गा प्रसाईले भनेको कुरो पनि ठिकै हो। 20 लाखसम्म मान्छेलाई ऋण मिना गर्ने, 20 लाखभन्दा माथिकोलाई चाहिँ सहज तरिकाले तिर्ने व्यवस्था मिलाउने, त्यो एकदम ठिक कुरो हो। त्यो गर्यो भने, त्यो गर्छ भने म पनि राजाकै सपोर्ट लिन्छु नि। किनकि गणतन्त्र ल्याउनुमा मेरो पनि ठुलो योगदान छ। जो गणतन्त्र ल्यायो भनेर खोक्छौ नि, त्यसलाई भन्दा गणतन्त्र कसरी ल्यायो भन्ने मलाई अनुभव छ। किनकि जनयुद्धको पहिलो शहीद दिलबहादुर रम्तेल भनेर भन्छ नि, मेरै दौतारी हो। किनकि मेरै आँखा अगाडि चाहिँ प्रहरीको गोली लाएर ढलेको थियो। म त्यहीँको मान्छे हो। गणतन्त्र कसरी ल्याएको थियो भने त्यो मलाई अनुभव छ, मलाई थाहा छ। त्यस कारणले राजा आउँछ। तिमीले यही गर्दै गयो भने ठिक छ। अहिलेको प्रधानमन्त्रीज्यूले पनि 7 बुँदे सहमति हुँदाखेरि यो मध्य प्रदेशमा मिसाउनलाई कृष्ण प्रसाद सिटौला र अहिलेको हाल वर्तमान प्रधानमन्त्रीले केही भूमिका खेलेको थियो। उनीहरूले ठुलो छाती आँट गरेको थियो कि मिसाउनु हुँदैन, यसरी हुँदैन, यसो गर्यो भने हाम्रो पछि गएर चाहिँ हामी चाहिँ सिक्किमीकरण अथवा भुटानीकरण हुन सक्छ भने त्यो एकदम ठिक गर्यो। त्यसमा म सोलिड गर्दछु। तर त्यो गर्यो भन्दैमा फेरि यो चाहिँ अब लुट्नु त भएन नि त। दोषीलाई त कारबाही गर्नु पर्यो नि त। तपाईले सोझै जनताले दोषी देखिरहेको छ त्यसलाई पनि कारबाही नगर्ने, अनि त्यसपछि त्यसलाई नै संरक्षण गर्ने, त्यो गरेपछि त अनि कसले सहन्छ त नि? गणतन्त्रको यो व्यवस्था हैन नि त। गणतन्त्र भनेको के हो भनेर पहिला तपाईहरुले पनि बुझ्नु पर्यो नि त। अब दिनदिनै हेर्नु त, खाडीमा मान्छे बेचेको छ। अहिले गाउँघरमा को छ? कोही पनि छैन। सबैको कस्तो मनस्थिति पुगेछ भने सिधै विदेश जाने, पढ्यो कि विदेश जाने, रोजगार सिर्जना केही थिएन। अब यहाँ हेर्नु न, कल कारखाना औद्योगिक क्षेत्रहरू केही पनि छैन। अनि विदेश नगए कहाँ जान्छ त मान्छे? त्यसलाई सबै सुचारू गर्नुको लागि तपाईहरुले बजेट दिनु पर्यो नि त। तपाईहरु सबैसँग सबैभन्दा सुनेरी मौका यही थियो। जति पनि नेपालको कल कारखानाहरू बन्द भएको छ नि, त्यो कल कारखानाहरूमा चाहिँ तपाईहरुले लगानी गर्नुपर्ने थियो। जस्तै अहिले वैज्ञानिक महावीर पुन खाली खुट्टा बिचारा दौडिरहेको छ। आफ्नै जीवनी लेखेर चाहिँ पुस्तक बेचेर म चाहिँ कारखाना सिर्जना गरेर चाहिँ म युवालाई देशमै राख्छु र रोजगारी दिन्छु भने त्यसमा तपाईहरुले मिलाएर चाहिँ साथमा कुममा कुम जोडेर चाहिँ तपाईहरुले बजेट दिएको भए यो स्थिति पनि आउने थिएन। अनि यो राजा पनि म राज गर्छु भनेर आँट लिने थिएन। किन आँट गर्यो? हो, त्यही स्थितिले आँट गर्यो। तपाईहरुसँग सुधार्ने मौका धेरै थियो, तर तपाईहरुले सुधार्ने मौकालाई नै गुमाइदियो। अनि राजा नआए को आउँछ त? ल भन्नुस् त। त्यसकारणले राजा आउँछ। यही तरिकाले हो भने आज हैन भोलि हैन परदेशमा बसेको, खाडीमा बसेको सबै युवाहरूले चाहिँ ल राजा नै चाहिन्छ भनेर एकजुट भयो भने तपाईहरुको केही पनि लाग्दैन। तपाईहरु यो जानेर यति कुरो पनि जनतालाई चाहिँ यति मर्ममा पारेको छ कि तपाईहरुले उल्टो हेर्नु न, नेपाली नागरिक बेचेर चाहिँ तपाईहरुले खाइराख्नु भएको छ। मान्छेहरूले अब शरणार्थी भनेछ। अब नेपाली नागरिकले शरणार्थी बनाएर तपाईहरुले बेचेर खाइरहेको छ। त्यो कुरो संसारलाई थाहा छ। तपाईहरुलाई लाज पनि लाग्नु पर्ने हो नि त। त्यसको छानबिन गर्न थाल्यो कि आफ्नै तपाईहरुलाई के भइहाल्छ। त्यसपछि यता मिटिङ उता मिटिङ, यता हुटिङ उता हुटिङ। यो हो तपाईहरुको राजा आउनै पर्छ। त्यसकारणले नि